नमस्कार, म सगरमाथा इंग्लिश स्कूल बेलबारी 1 मोरङ कक्षा 11 मा अध्ययनरत विद्यार्थी छु। आज म आफ्नो सामाजिक परियोजना कार्य जुन हाम्रो सामाजिक शिक्षक इरन कुमार सरले दिनुभएको छ त्यसको लागि यस भिडियो बनाइरहेकी छु। यस परियोजना कार्यमा म सामाजिक समस्या भ्रष्टाचार बारे आफ्नो गाउँको एक सम्मानित व्यक्तित्वसँग छोटो अन्तर्वार्ता गरिरहनेछु। धन्यवाद अंकल। नमस्ते। आज चाहिँ म मेरो परियोजनाको लागि हजुरको सामुन्ने आएको छु। हजुरलाई यस सानो अन्तर्वार्ता हजुरको छोटो परिचय दिन। मेरो नाम चाहिँ अन्जन घले गुरुङ। म यो बेलबारी 1 नम्बर वाडा महाराजस्थान भेडाटोल विकास संस्थाको अध्यक्ष हुन्छ। मेरो परियोजना चाहिँ के छ भन्दाखेरि अहिलेको सामाजिक समस्या छ नि जो भ्रष्टाचारको बारे छोटो भनिदिन्छ कि? यो विषयमा चाहिँ अब हामीले अहिले जुन प्रकारको यस प्रकारका व्यतिथि भ्रष्टाचार भइरहेको छ, यो विषय चाहिँ मेरो लागि चाहिँ एकदमै ठुलो पाप हो जस्तो लाग्छ। किनभने एउटा देश बनाउनको लागि त्यसै पनि हामी एउटा आर्थिक रूपले कमजोरी भएको देश, त्यही माथि पनि भ्रष्टाचारी हुँदाखेरि चाहिँ अब देशमा हुनुपर्ने जुन विकासहरू छ त्यो चाहिँ हुन सकिरहेको छैन। हुनु त नभएको होइन, धेरै विकास भएको छ, तर जुन मात्रामा जुन गतिले हुनुपर्ने थियो त्यो कुराहरूमा चाहिँ मैले कमी भएको महसुस गरेको छु। अब यसलाई समाधान गर्न चाहिँ यसका उपायहरू चाहिँ के होलान्? अब सबभन्दा पहिले त देशमा एउटा सुशासन राम्रो खालको व्यवस्था आउँछ। जुन प्रकारको अहिले यो देशमा एउटा बहुदलीय शासन, यो गणतन्त्रले ल्याएको एउटा मानवको प्रतिको जो लोकतन्त्र प्रजातन्त्र छ, यो कुरालाई चाहिँ अब हामीले मनन गर्दै यो कुरालाई चाहिँ हामीले वास्तवमा देशको विकास गर्नु एउटा गणतन्त्र र लोकतन्त्रको विकल्प छैन भन्ने कुरालाई हामीले बुझ्नु सक्नु पर्दछ। र हामीले नेताहरूलाई जब हामी चुन्छौँ, जब हामी 5 सालमा एकचोटि चुनाव आउँछ, त्यो अवस्थामा चाहिँ हामीले बजार जाँदाखेरि जसरी आलु प्याजहरू छानेर किन्छौँ त्यस्तै मान्छे छानेर चाहिँ भोट हाल्नु सक्नुपर्छ। यो जसले पैसा दिएर, जसले प्रलोभन देखाएर म यो गरिदिन्छु त्यो गरिदिन्छु भन्ने खालको आश्वासनहरू दिने खालका नियत भएको मान्छेहरूलाई हामीले चुनावमा जिताउनु हुँदैन। र राम्रो नियत भएको हामी पहिलेबाट अनुभव गर्न सक्छौँ कि यो मान्छे कस्तो खालको हो भनेर। त्यो भएर त्यस्तो मान्छेहरूलाई चाहिँ हामीले यदि चुनावमा जिताएर अगाडि पुर्याउन सक्यौँ भने यो देशमा पक्कै पनि भ्रष्टाचार र यो व्यतिथिहरू जुन प्रकारको छ यो पक्कै पनि निर्मूल भएर जान्छ र यो देशमा एउटा सुशासन, राम्रो विकासहरू हुनसक्छ भन्ने मैले आशा गर्दछु। हजुरलाई के लाग्छ कि एक नेताले कस्तो हुनुपर्छ, उहाँको स्वभाव, उहाँको आनी बानी कस्तो हुनुपर्छ उहाँले यस भ्रष्टाचारबाट पर रहन? सबभन्दा पहिले चाहिँ एउटा नेता भनेको एउटा नैतिकवान, चरित्रवान व्यक्तित्व हुन्छ। उहाँको एउटा बस्ने विचार, एउटा नेतृत्व गर्ने एउटा निर्णयले गर्दाखेरि यो देशको सारा क्षेत्रका जनताहरूले उसको एउटा निर्णयप्रति चाहिँ सबै जनताहरू आशावादी रहेका हुन्छन्। आफ्नो व्यक्तिगत स्वार्थ, आफ्नो सम्पत्ति आय आर्जन गर्ने खालको सोचभन्दा पनि हाम्रो देशमा भएका जनताहरूलाई चाहिँ कसरी एउटा गरिबीबाट मुक्ति गर्न सकिन्छ अथवा गाउँ समाजमा के गरेर चाहिँ एउटा विकास छिटो हुनसक्छ, शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता कुराहरूलाई चाहिँ हामीले कसरी अगाडि बढाउन सकिन्छ भन्ने खालको सोच चाहिँ नेताहरूमा हुनु अति नै आवश्यक छ। र नेताहरू भनेका एउटा देशका शानहरू पनि हुन्। उहाँहरू धेरै समाजसेवी कामहरू गरेर धेरै ठाउँमा सल्लाहकारहरू बनेर अगाडि गएका हुन्छन्। तर उहाँहरू ठाउँमा पुगिसकेपछि चाहिँ
उहाँहरूको एउटा नियतले चाहिँ गर्दाखेरि देशमा कति ठुलो असर परिरहेको हुन्छ। त्यसैले हरेक नेताजीहरू चाहिँ एउटा नेतृत्ववान क्षमता भएका नेताहरूमा एउटा व्यक्तित्व, चरित्र, नैतिकता र एउटा समाजसेवीको भावना र देशको प्रेम गर्ने एउटा भावना चाहिँ एकदम स्पष्ट हुनुपर्छ भन्ने चाहिँ मलाई लाग्छ। हुन्छ त हजुरले आफ्नो यति अमूल्य समय दिनुभएकोमा हजुर धेरै धेरै धन्यवाद। हुन्छ, धन्यवाद छ तपाईँलाई एवं हाम्रो सगरमाथा इङ्ग्लिस स्कुल युट्युब च्यानललाई पनि मेरो तर्फबाट धेरै धेरै धन्यवाद छ। नमस्कार। हुन्छ, धन्यवाद, नमस्कार। यसैमा म आफ्नो भनाइ पनि राख्न चाहन्छु। भ्रष्टाचार भनेको जब कुनै एक व्यक्तिले आफ्नो पद वा शक्तिको दुरुपयोग गरेर आफ्नो व्यक्तिगत फाइदाको लागि निर्णय गर्छ भने त्यसलाई भ्रष्टाचार भनिन्छ। भ्रष्टाचार हाम्रो समाजको एउटा गम्भीर समस्या हो। यसले विकासको गति रोक्छ, गरिबी बढाउँछ र जनताको सरकारप्रतिको विश्वास घटाउँछ। यस्ता क्रियाकलापले समाजमा असमानता र अन्याय निम्त्याउँछ। यसका कारण भन्नुपर्दाखेरि कमजोर शासन प्रणाली, राजनीतिक हस्तक्षेप, पारदर्शिता र जवाबदेहिताको अभाव, अत्याधिक शक्ति केन्द्रीकरण, कम तलब र रोजगारीको अभाव, सामाजिक मूल्य र संस्कार। यसका समाधान भन्दाखेरि चाहिँ कडा कानुनी व्यवस्था, पारदर्शिता र जवाबदेहिता, डिजिटल प्रविधिको प्रयोग, शिक्षा मार्फत नैतिक मूल्य, नागरिक सचेतना र सहभागिता, इमानदार निडर नेतृत्व। इमानदार बनाऊ र देशबाट भ्रष्टाचारलाई हटाऊ। धन्यवाद।